एनपिएलमा आज भएको खेलमा कर्णाली याक्स र विराटनगर किङ्सले जित निकालेका छन्। पहिलो खेलमा लुम्बिनी लायन्सले दिएको 157 रनको लक्ष्य कर्णाली याक्सले 12.2 ओभरमा 161 रन बनाउँदै पुरा गर्यो। उसले मात्र 1 विकेट गुमायो। उसका लागि मार्क्वाडले शतकीय इनिङ खेले। त्यसैगरी आज भएको दोस्रो खेलमा काठमाडौँ गोर्खामाथि विराटनगर किङ्सले 5 विकेटको शानदार जित निकालेको छ। सुरुवाती क्रममा ब्याटिङ गरेको काठमाडौँ गोर्खाले 134 रन मात्र बनाउन सक्यो। जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले उक्त टार्गेट 135 रन बनाउँदै 17.1 ओभरमा 5 विकेट गुमाउँदै पुरा गर्यो र शानदार जित निकाल्दै पोइन्ट टेबलको शीर्ष स्थानमा पुगेको छ।